हामीले हाम्रो अर्ली 20s मा एकदमै ध्यान दिनुपर्ने कुरा हैन जति पनि अर्ली 20s को भाइ बहिनीहरु हुनुहुन्छ हैन उहाँले एकदमै ध्यान दिनुपर्ने कुरा उहाँहरुको फ्युचरको लागि उहाँहरुको हुन्छ नि सक्सेसफुल लाइफ बनाउनको लागि हैन के कुरामा ध्यान दिनुपर्छ भन्दाखेरि हैन अफ कोर्स पढ्न मन लाग्दैन हैन घुम्न जान मन लाग्छ अनेक कुराहरु हुन्छ तर एकदमै ध्यान दिनुपर्ने कुरा सर्टेन कुराहरु के छ भन्दाखेरि नम्बर 1 मा चाहिँ तपाईहरुले आफ्नो एजुकेसन लेभललाई अपलिफ्ट गर्नु पर्यो नो म्याटर व्हाट कसरी हुन्छ हैन डिग्री कलेज डिग्री लिनु पर्यो हैन कुनै पनि डिग्री कुनै पनि सब्जेक्टमा हैन तपाईहरुको इन्ट्रेस्ट भएको विषयमा ब्याचलर्स डिग्री पीएचडी व्हाटएभर हुन्छ नि एउटा लेभलसम्म पुग्न पर्यो कुनै पनि कन्डिसनमा बीचमै गिभ अप ड्रप आउट कलेज ड्रप आउट हाई स्कुल ड्रप आउट गर्न भएन त्यसमा नो एक्सक्युजेस त्यो गर्नु भएन हैन एउटा न एउटा डिग्री लिएर हातमा सर्टिफिकेट लिएर बसेको हुनु पर्यो हैन त्यसपछि तपाईले आफ्नो क्यारियर ग्रोथको लागि केमा इन्ट्रेस्ट छ त्यसको लागि चाहिँ तपाईहरुले सर्टेन ट्रेनिङहरु लिने हैन त्यो चाहिँ साइड हसलको लागि ट्रेनिङहरु लिने सर्टिफिकेटहरु बनाएर राख्ने आफ्नो स्किलहरु डेभलप गरेर बस्ने हैन सो दैट बेटर अपर्चुनिटी पाइन्छ हैन सो त्यसपछि हामीले के गर्ने भन्दाखेरि जबहरु त आफ्नो हिसाबले जति पनि खोज्दा हुन्छ हैन जस्तो खोज्दा पनि हुन्छ तर स्पेशली यो चाहिँ जति पनि हाम्रो अमेरिकामा हुनुहुन्छ हैन अमेरिकामा हुने भाइ बहिनीहरुको लागि हो हैन नेपालमा अलिकति फरक छ हैन नेपालको अलिकति सिस्टम फरक छ हाम्रो अलिकति एक्ज्याक्ट नहुन सक्छ सोचे जस्तो नहुन सक्छ हैन कतिपय मान्छेहरु बिचारा स्कुल पनि जान पाउँदैनन् कतिपय मान्छेहरु हुन्छ नि मन भएर पढ्न पाउँदैनन् नि त हैन सो त्यो कन्डिसनमा अलिकति फरक छ सो यो कुरा चाहिँ जति पनि अमेरिकामा हुने हुन्छ नि अथवा क्यापेबल हुने पढ्न सक्ने इन्भेस्ट गर्न सक्नेहरुको लागि हो यो चाहिँ हैन सो फर्स्टमा तपाईले आफ्नो डिग्री सक्नु पर्यो हैन सर्टेन लेभल अफ डिग्री सर्टिफिकेट हातमा हुनु पर्यो अनि त्यसपछि तपाईले एज सुन एज एकदम अर्लिएस्ट एजमा तपाईले आफ्नो पैसा सेभिङ गर्न थाल्नु पर्यो सेभिङ पनि कस्तो ठाउँमा सेभ गर्ने भन्दाखेरि जहाँ चाहिँ तपाईको पैसा चाहिँ बस्ने सेभ मात्र हुने हैन ग्रो हुन्छ क्या त्यस्तो ठाउँमा लगेर सेभ गर्नु पर्यो सपोज हामीसँग धेरै प्रकारको एकाउन्टहरु छ स्पेशली यहाँ अमेरिकामा त यति धेरै अपर्चुनिटी छ हैन नबुझेर मात्रै हो कतिपय मान्छेहरुले हैन बुझ्यो भने तपाईले त्यही पैसा बैंकमा राख्दाखेरि जिरो हुन्छ आई मीन बैंकमा राख्दाखेरि जतिको तति नै हुन्छ भने त्यो पैसा तपाईले बढी राख्ने ठाउँमा इन्ट्रेस्ट आइराख्ने ठाउँमा राख्नु पर्यो हैन त्यो कहाँ हो कसरी हो पत्ता लगाउनु पर्यो हैन तपाईहरुलाई अब कन्फ्युज छ भने यु क्यान रिच आउट टु मी टु हैन सो म पनि सर्टेन इन्फर्मेसन चाहिँ दिन सक्छु त्यसको बारेमा अनि त्यसपछि तपाईले आफ्नो सेभिङ स्टार्ट गरिसकेपछि अफ कोर्स आफ्नो जब अपर्चुनिटीहरु खोजिराख्ने हैन एकदम बेस्ट आउट अफ बेस्ट खोजिराख्ने अनि यहाँ त जस्तो पनि जब पाइन्छ जस्तो जे गर्छु भन्दा पनि पाइन्छ टाइम मिलाएर हैन एउटा जब गर्छु भन्दा पनि पाइन्छ दुईटा जब गर्छु भन्दा पनि पाइन्छ जति पनि पाइन्छ हैन सो त्यही अनुसार अब तपाईहरुले कति गर्ने कतिसम्म पैसा कमाउने कतिसम्म के गर्ने अनि त्यो कमाएको पैसालाई कसरी म्यानेज गर्ने भन्ने कुराहरु न त कमाउने खर्च गर्ने भयो भने द्याट्स नट गोना वर्थ इट हैन सो त्यो हुनु पर्यो अनि अर्को कुरा भनेको तपाईले आफ्नो क्रेडिट म्यासअप गर्नु भएन तपाईको क्रेडिट कसरी युज गर्ने क्रेडिटलाई कसरी बढाउने भन्ने कुराहरुमा ध्यान दिनु पर्यो क्रेडिटलाई म्यासअप गर्नु भएन किनभने तपाईको क्रेडिट गुड छ भने तपाईले त्यो क्रेडिट राम्रो गरेर तपाईले घर किन्दा लो इन्ट्रेस्टमा पाउनुहुन्छ गाडी किन्दा लो इन्ट्रेस्टमा पाउनुहुन्छ बिजनेस गर्दा लो इन्ट्रेस्टमा पाउनुहुन्छ भनेपछि तपाईले क्रेडिट बिगाड्नु भएन हैन तपाईसँग पैसा छैन भने पनि तपाईको गुड क्रेडिट छ भने तपाईले जे पनि किन्न सक्नु भयो हैन अनि त्यसपछि अर्को कुरा तपाईले अर्ली 20s मा ध्यान दिनुपर्ने कुराहरु नै चाहिँ अर्ली 20s मा अनि अर्को कुरा भनेको तपाईले आफ्नो साथीहरु बनाउन कस्तो टाइपको साथी बनाउने भन्दाखेरि यस्तो साथी बनाउनु पर्यो कि हैन त्यो साथीले चाहिँ तपाईलाई चाहिँ अपलिफ्ट गर्न खोजोस् के हैन तपाईलाई डाउन गर्ने हैन क्या तपाईलाई अपलिफ्ट गर्न सक्ने गर्ने होस् के तपाईको कमजोरी भन्दिने ए तिमीले त यस्तो छ यस्तो हैन नट कि लाइक अगाडि एउटा कुरा हैन पछाडी चाहिँ गएर कुरा काट्ने त्यस्तो टाइपको साथी त
त्यस्तो टाइपको साथी छ भने चाहिँ तुरुन्त कट अफ गरिदिनु पर्यो होइन. सो फाइन्ड आउट द गुड फ्रेन्ड होइन. अनि अर्को भनेको के छ भने डोन्ट ट्राई टु बी रिच, जस्ट ट्राई टु बी ह्याप्पी. तपाईँ चाहिँ हामी चाहिँ अब सबैजना धनी हुन खोज्छौँ नि त. धनी होइन, फर्स्टमा चाहिँ के कुराले चाहिँ तपाईँ ह्याप्पी हुनुहुन्छ, खुसी कसरी चाहिँ हुन्छ भनेर त्यो कुरामा ध्यान दिनु पर्यो. अनि या द्याट्स अल. सर्टेन कुराहरू मेजर कुराहरू हामीले ध्यान दिनुपर्ने हो होइन. सो अर्ली 20sमा चाहिँ एकदमै बी केयरफुल भएर आफ्नो अर्ली 20sलाई युटिलाइज गर्नु होला, किनभने इट्स नेभर गन गो ब्याक राइट. टाइम एकदम गई हुन्छ नि त, फर्केर आउँदैन नि अर्ली 20s होइन. 20s पछि 30s पछि 40s पछि 50s होइन. सो बी केयरफुल एन्ड बी स्मार्ट.